यो मुर्खु भन्ज्याङको चौतारामा पुगेको छौँ। यहाँ बोलेपाँडेहरू झगडा गर्ने ठाउँ यो ट्याक्कै चोक नै हो। अनि यता साइड चाहिँ हाम्रो यो लेफ्ट साइड यो पुलिस चौकी यो चाहिँ धतुरीको घर भइहाल्यो। यहाँ हाम्रो यता राइट साइडमा भएको सबैजनालाई नमस्ते। अहिले चाहिँ हामी यो यता तल चाहिँ गोलढुङ्गा पर्यो। हामी चाहिँ अहिले खासमा मुर्खु भन्ज्याङ जाँदैछु। यो बाटोदेखि यो चाहिँ यता माछा पोखरीदेखि आएको बाटो हो। यो मुर्खु भन्ज्याङ चाहिँ हजुरहरूलाई नै थाहा होला, पहिला भद्रगोल सुटिङ हुन्थ्यो। हामी चाहिँ आज तपाईँहरूलाई चाहिँ यही लोकेसनमा लिन जाँदैछु। पाहाडहरूको कटेज देखाउने छु। यो भिडियोहरूलाई अन्तिमसम्म हेरिदिनु होला। र अब हाम्रो यात्रा सुरु हुन्छ यहाँदेखि चाहिँ। अहिले राइट नाउ हामी चाहिँ यो नागार्जुनको जङ्गलमा छु। अहिले चाहिँ हामी यहाँ मुर्खु भन्ने ठाउँमा आइसकेका छौँ। बासिन्दाहरूलाई सोधेको यो चाहिँ यतादेखि चाहिँ मुर्खु भन्ज्याङ जहाँ चाहिँ भद्रगोल सुटिङ हुन्छ त्यहाँ जाँदो रहेछ। यो चाहिँ यता मेरो राइट साइडमा चाहिँ यो त्रिशुली जाने बाटो भयो। अब हामी यहाँदेखि माथि लाग्नेछौँ। अहिले चाहिँ हामी मुर्खु भन्ज्याङ टोल लिएर आएको छौँ। अब यहाँदेखि भित्र हामी जाने चाहिँ यतादेखि माथि गयो भने चाहिँ भद्रगोल सुटिङ हुने ठाउँमा आइपुग्छौँ हामी। अब यहाँदेखि नजिकै छ जस्तो लागिरहेछ हामीलाई। अब आउनुहोस् अगाडि यात्रा गरौँ। यता चाहिँ यता भजन चलिरहेको रहेछ यहाँ आमाहरूको माघको महिना। हजुर हामी ठाउँ चाहिँ हेर्न आएको। ल ए हस् हस्। चाहिँ हामी यो मुर्खु भन्ज्याङको चौतारामा पुगेको छौँ। यहाँ बोलेपाँडेहरू झगडा गर्ने ठाउँ यो ट्याक्कै चोक नै हो। अनि यता साइड चाहिँ हाम्रो यो लेफ्ट साइड भएको पुलिस चौकी थियो। यता चाहिँ अहिले चाहिँ भूकम्प आएर यहाँ नयाँ घरहरू बनेर अनि यहाँनिर बाटो बनाएर यता चाहिँ त्यो पहिलाको बस्तीहरू चाहिँ छैन रहेछ। अनि उता चाहिँ यो चौतारादेखि उता पछाडि चाहिँ सोलमारीको डबका जहाँ जिग्रीहरूले डबका हान्छ त्यो रहेछ। अहिले हामी उता देखाउँछौँ। अहिले चाहिँ हामी यो चाहिँ धतुरीको घर भइहाल्यो। यहाँ हाम्रो यता राइट साइडमा भएको। अहिले चाहिँ हामीसँग यहाँ एकजना यहीँको स्थानीय बासिन्दा आन्टी हुनुहुन्छ, उहाँसँग कुरा गर्छौँ हामी। यो आन्टी यो खास यहाँ पहिला पुलिस चौकी थियो होइन यता? हजुर। यो अहिले चाहिँ देखिँदैन नि के भएर होला खासमा? अहिले त अब भूकम्पले घरहरू लडायो अनि त्यही भएर अरू छाप्राहरू बन्यो घर। अनि यो हजुरले अगाडि हामी कुरा गर्दा अझ के अरे हजुरको पसलमा पनि जिग्रीले पसल खोलेको थियो भन्नुहुन्थ्यो नि, त्यो सुनेको? त्यहाँ मासु पसलहरू खोलेको थियो नि त जिग्रीहरूले, पाडेहरूले, ककलले बसेर गर्ने पसलहरू चाहिँ त्यो भत्क्यो अनि हामीले यता सारेछौँ। त्यो चाहिँ कहाँनिर थियो पहिले चाहिँ? यो डिलमै थियो ठ्याक्कै यो डिलमा चाहिँ अहिले उतापट्टि छाप्रो बनाएको थियो। हजुर। त्यहाँनिर लामा लामा टराहरू भूकम्पमा घर लडेपछि बस्ने टरा बनाएको थियो नि त। हजुर हजुर। अनि यतापट्टि जिग्रीले मासु पसल खोलेको थियो यतापट्टि। अब एकछिनको लागि त हो नि होइन। अनि त्यो चाहिँ अहिले चाहिँ भत्क्यो। अब घर बनायो नि त, ठुल्ठुला घरहरू बनायो भएर अब त्यो सानो छाप्रा सबै भत्किहाल्यो। त्यसपछि चाहिँ हजुरले यता लिएर राख्नु? त्यो डिला थियो अनि मैले यता सारेको। यता अब मैले पसल खोलिदिएछु। हजुर। अनि यो त त्यसको धतुरी घर भयो। अरू चाहिँ कता छन् नि यता अरू घरहरू चाहिँ? अरूहरू त मलाई त्यति यादै भएन। घरहरू त छन् नि यतातिर नि छन्। अब कता कता कुन घरमा अनि अब त्यहाँ धेरै नै पपुलर हो नि त त्यो भद्रगोल सिरियल। त देशभरि पपुलर मार्केट खाएको सिरियल हो नि त। त्यो सिरियल यहाँ बनाउँदाखेरि चाहिँ हजुरहरूलाई के फाइदा थियो नि चाहिँ पहिला चाहिँ? धेरै फाइदा थियो नि। हामी अब यस्तो पसल गरेर चटपटे पानीपुरीहरू राखेर गर्नेहरूलाई त मान्छे धेरै आउँथे, व्यापार राम्रो हुन्थ्यो। अब अहिले आउँदैनन्। अब व्यापार ठिकै छ। अहिले चाहिँ अलि व्यापार कम भयो। अहिले बेफाइदा चाहिँ के छ अहिले? त्यो बेफाइदा त उनीहरू गएपछि त हाम्रा मान्छे घटे अनि बेफाइदा भइहाल्यो नि। मार्केट घट्यो हजुरले भन्नु खोजेको? अनि हो नि, मान्छे घटेपछि त व्यापार त्यसै घटिहाल्यो नि। हामी गरी खानेलाई त जति मान्छे बढ्यो त्यति राम्रो।
त्यति बेला त अनि उता के अरे भद्रगोल सुटिङ गर्ने मान्छेहरू पनि खाजा खान आउँथ्यो होला अनि खाजा खान्थे टन्न भात खान्थे यहीँ आएर अनि त्यहाँबाट हप्तामा 2 दिन आएपछि टन्न मान्छे आउँथ्यो हेर्नलाई मान्छे यति आउँथ्यो दिनको 10-15 हजार व्यापार हुन्थ्यो अब अहिले 1,000 हुन नि गाह्रो भा ए भनेपछि त्यसपछि व्यापार चाहिँ धेरै घटेछ नि ए धेरै घट्यो नि अब अरू दिन त हुँदैन यसो शनिबार मात्रै हो शनिबार अनि सार्वजनिक बिदा दिन मात्रै हुन्छ हजुर अरू दिन त उनीहरू त नभए त जहिले अनिबार चाहिँ बुधबार बिहिबार शुक्रबार देखाउनलाई 2 दिन त हप्तामा 2 दिन आउने भनेपछि मान्छे धेरै आउँथ्यो नि त हजुर अनि 3-4 दिनसम्म व्यापार भइरहन्थ्यो हप्तामा अब अहिले त हुँदैन ए भनेपछि हप्तामा चाहिँ कति दिन सुटिङ हुन्थ्यो 2 दिन हप्तामा 2 दिन भएन भने त 3 दिन पनि गर्थे नभए हप्तामा 2 दिन त अनिबार चाहिँ आउँथ्यो उनीहरू अब बुधबार आएपछि बुधबार भ्याएन बुधबार बिहिबार अनि शुक्रबार देखाउने 2 दिन त अनिबार थियो अनि अलि धेरै नै गर्नु हो भने त मङ्गलबारदेखि नै आइदिन्थे आउनु त अब बेलुका त बस्दैन थिए बिहान खाना खान्थे दिउँसो खाजा खान्थे अनि खाजा भात गर्दाखेरि अब बेलुका पनि 9-10 बजेसम्म रातिको लिनु पर्यो भने त बस्नु पर्यो नि हजुर हजुर गर्दा त मान्छे त हेर्ने मात्रै यहाँबाट के हुन्थ्यो त उहाँसम्म मेलै लाग्यो हुन्थ्यो हुन्थ्यो नि त्यो 2 दिन त मान्छे कहाँका मान्छेहरू आएर आज सुटिङ आएन दिदी भनेर अघिल्लो दिनदेखिबाट आउने जाने धेरै हुन्थ्यो अब हामीले त केही भनेको थिएन अब उनीहरूले किन आएन त्यहाँ पछि चाहिँ बन्द पनि भएन भद्रगोल पनि कोरोना नि लायो फेरि होइन हजुर भूकम्पले अलिकति दखल गरेको थियो अनि ठ्याक्कै कोरोनाले पनि खायो नि त मान्छे हिँडडुल पनि गर्नु भएन उनीहरू पनि टिम फुट्यो अरे के भयो अरे खै गर्नु त गरे खान्थे कता सकिगो नि चाहिँ यता काभ्रेतिर हजुर सकिगोनीमा चाहिँ भद्रगोल बनाखान भन्छन् नयाँ अति उनीहरू पाहाडे जिग्रेहरूले चाहिँ होइन अरू मान्छेहरूले चाहिँ बनाइरहेको छन् भद्रगोल चाहिँ पाहाडे जिग्रेहरूले त सकिगोनी बनाइरहेको थियो अहिले लगभग बन्द भएको सकिगोनी बन्द भएको पनि 1 वर्ष हुन लाग्यो अहिले चाहिँ फिल्म क्षेत्रतिर लागिरहेका छन् पाहाडे जिग्रे उनीहरू ठुल्ठुला हलमै चलाउने भयो हजुर अहिले त्यो टेलिफिल्मले भन्दा हलको फिल्मले धेरै कमाउने भयो नि त्यही त हो नि मान्छेहरूलाई होइन र हजुर हजुर अलि दुःख पनि यता दुःख हुँदो रहेछ नि त सिरियल बनाउँदाखेरि दुःख नि हुन्छ पैसा नि कमाउँछ अब त्यो ठुलो हला चलायो भने त करोडै कमाइ हुँदो रहेछ त के त नि ल हुन्छ आन्टी हजुरलाई धेरै धेरै धन्यवाद इन्फर्मेसन दिएकोमा अहिले चाहिँ राइट नाउ हामी चाहिँ ठ्याक्क यो चाहिँ भद्रगोलमा देखिरहेको के अरे जिग्रीहरू जाने कलेज लक्ष्मीसँगलाई पठाउने कलेज ठ्याक्क हाम्रो पछाडि छ है अनि यहाँ पछाडि चाहिँ हामी उता सोलमारीको डबका भन्ने ठाउँमा पनि जान्छु अनि त्यस पछाडि पाहाडेको कटेजको अवस्था कहिले हाललाई कस्तो छ त्यो पनि देखाउँछु हामीले सुनेअनुसार चाहिँ त्यो कटेज चाहिँ भूकम्प आएपछि चाहिँ भत्काएर त्यहाँ केही बस्ती नै छैन भन्दा नि त्यहाँ घर केही बनेको छैन अरे भन्ने सुनेको छ मैले त्यहाँ गएर देखाउँछु हामी हजुरलाई